आजको भिडियोमा चाहिँ मेरो गाउँघर झरना जुन चाहिँ 6 घण्टा हिँडेर जानुपर्छ अनि यहाँको घुम्ने ठाउँ जुन चाहिँ 4 घण्टा हिँडेर जानुपर्छ त्यो सबै देखाउने छ। यो पछाडिको चाहिँ हाम्रो मूल घर हो। हाम्रो घर चाहिँ यहाँ थियो, अहिले भत्काइसकेछ। अहिले हाम्रो नयाँ घर छ यहाँको माथिल्लो कल्ला देख्न सक्नुहुन्छ, म देखाइदिन्छु। हाम्रो गाउँमा चाहिँ जस प्रशस्त मात्रामा फल्ने भनेको सुन्तला, कागती, निबुवाहरू हो हैन, आँपहरू पनि छ अलिअलि। अनि यो पछाडिको झोर देख्न सक्नुहुन्छ, के भन्नु झोर देख्न सक्नुहुन्छ जुन चाहिँ इस्कुसको हो। यहाँ चाहिँ डोकोमा चाहिँ इस्कुस फल्छ हैन, अनि विभिन्न तरिकाको फुलहरू छ। अनि फर्स्टमा चाहिँ यो पप्पीलाई नुहाइदिने, अनि तपाईहरुलाई मेरो यो दशैंको थोरै हाइलाइटहरू देखाउँछु हैन, यताउता। यो उठै यहाँ बस। अझै हाम्रो कोको तिमी जत्रै भाले छ त। दुईजना नाच त, एकचोटि नाच त। तिमीलाई बजुले के आशीर्वाद दिएको अरे पूजामा? जाँड रक्सीदेखि अब अमन होस् भन्ने होइन? जाँड रक्सी छोडेको अब छोडेको? अहिले चाहिँ हाम्रो यो तिहारमा लाइट लागिसकेको छ। तीन भाइ जाँदैछौँ अब। यस्तो यो छेउछाउमा डाँडा छ, हेर्दै हेर्दै जान्छौँ। अनि त्यहाँ पुगेपछि तपाईँहरूलाई देखाउँछौँ गाइज। गाइज हामी चाहिँ आधा बाटो हिँड्यो, यहाँ बिसाइरहेको छौँ। पानी खाने भनेको पानी छैन रहेछ धारामा। अब अलिक पर गएर घरतिर सोध्नु पर्ला है। पौडी खेल्नु भनेको तर हतार छ सबैलाई। लड्यो भने कन्टेन्ट भइहाल्छ। ए यता हाई भन्दै उसलाई यसो। नाम भन्दै ल। तिम्रो नाम के हो? धेरै लजाउने रहेछ। गरिदेऊ। मम्मी जाऊ, मम्मी उता जाऊ, उता मम्मी जाऊ, मम्मी बचाऊ। म लग्छु है तिमीहरूलाई। यहाँ त कन्टेन्ट बन्यो भने त डेन्जरै कन्टेन्ट बन्छ त गाइज। मलाई भाइरल हुनु मन छैन। ल गाइज आइपुग्यौँ हामी झरनामा। कस्तो लाग्यो? ओहो यहाँ त चिसो पो हुने रहेछ त गाइज। हिंदी फिल्मों की तरह लाइफ में भी अंत में सब कुछ ठीक हो जाता है, और अगर ठीक ना हो तो वो अंत नहीं, पिक्चर अभी बाकी है। हामी चाहिँ उकालो हिँड्नु नसकेर यस्तो अवस्था छ, बसिरहेको छौँ तीनजना। यो चाहिँ म सानोमा पढेको स्कुल। त्यतिखेर चाहिँ कपी पनि हुँदैन थियो। त्यतिखेर चाहिँ के हुन्थ्यो अरे अङ्कल? पार्टी।
ए मैले आयो क्या भने समाज मारे ए डर हुने रहेछ क्या ल एक के साथ दुईटा फ्री आइसक्यो एउटा अठाउन त तीनटा झरे गाइस ल हामी चाहिँ बल्ल आइपुग्यो साँझ परेपछि आइपुग्यौँ झरनाको यात्रा चाहिँ यही भयो अब चाहिँ हामी ताप्ली देखाउनेछौँ अर्को दिन नेक्स्ट भिडियोमा ल बाई बाई ल आज चाहिँ हामी ताप्ली पोखरी जानु लागेको भाइ र म अब हिँडेर चाहिँ सकिँदैन अब बाइकमा जानु लागेको छौँ बाइकमा पनि त्यस्तै 1-1.5 घन्टा लाग्छ अब सिधै तपाईँहरूलाई त्यहाँ पुगेपछि देखाउँछौँ अनि 1-2वटा बाटोको पनि देखाउँछौँ किनकि यहाँ मेरो गोप्रो पनि अड्काउनु मिल्छ टाउकोमा यसरी यहाँ टक्क अब गोप्रो अड्काउँछु ल लाग्यो गाइज हामी चाहिँ बाटो फेरि डेन्जर हुन्छ यताको झोला उडाउनु लाग्यो क्या ऊ हाम्रो घर यहाँ तल देखिन्छ बिस्तारै अठ्याउन लड्दैन क्या बाटोमा दाउरा काट्दैछौँ अब चाहिँ हामी आइपुग्नु लाग्यौँ होला जस्तो लाग्छ यो बाटो पहिला गाडीमा त हिँडेको बाइकमा हिँडेको छैन ल गाइज हामी चाहिँ फाइनली ताप्ली पोखरी आइपुग्यौँ पोखरी चाहिँ यहाँ तल थियो सुकेछ अहिले त्यो सुकेर कस्तो पिङ्क कलरको के पलाएर रहेछ अहिले ताप्ली पोखरी चाहिँ यही हो जुन चाहिँ यो गाउँपालिकाले पनि पर्यटक स्थल भनेर घोषणा गरेको ठाउँ यहाँ चाहिँ स्कुल पनि छ अनि यहाँ चौर बास्केटबल फुटबल खेल्छ मान्छेहरू मेन चाहिँ माथि छ अब हामी त्यहाँ गएर देखाउँछौँ बाइक चाहिँ हामीले यहाँ पार्क गऱ्यौँ आऊ भाइ जाउँ ल हामी चाहिँ उकालो चढ्दैछौँ यहाँ सानोमा हामी चाहिँ यहाँ बाँसको यस्तो त्यो स्केटिङ जस्तो बनाएर सुलुलु चिप्लेर तल पुग्थ्यौँ अनि फेरि माथि गयो फेरि चिप्लेर तल झर्थ्यौँ है अहिले त हिँड्ने बानी नभएर उकालो त लास्टै गाह्रो लाग्छ गाइस तिमीलाई सजिलो भएको छ हेर्न बिएस हलाउने बिएस भयो भने के गर्ने तिमी ए मार्केली उकालो चढ्न नसकेर यहाँ चाहिँ भ्यू टावर रहेछ हामी त्यही जाँदैछौँ यो ठाउँको स्पेसल चाहिँ के छ भने 5-5 मिनटमा यहाँको चाहिँ वेदर चेन्ज हुन्छ एकैछिनमा घाम लाग्छ उता पछाडि हेर्नुभयो भने उता कुहिरो लागिरहेछ एकैछिनमा कुहिरो लाग्ने घाम लाग्ने घरि पानी पर्ने यस्तो हुन्छ एकदमै ड्रास्टिक चेन्ज वेदरको चाहिँ यहाँ पाउन सक्छौँ अनि एकदमै हाइटमा छ त्यो भएर पनि होला दिस इज इट ठुलो पोखरी छ त्यहाँ छ त्यो पानी ट्याङ्की यता स्कुल चौरहरू मैले 2017मा चाहिँ भ्लग बनाउँदा त्यो ढुङ्गामाथि चढेर मैले एउटा ट्रान्जिसन बनाएको थिएँ त्यो भिडियो छ भने म एकछिनमा देखाउँछु त्यहीँ पुगेपछि तपाईँहरूलाई कस्तो आनन्द छ गाइस यहाँ ल गाइस आजलाई चाहिँ यति नै हुन्छ होला हामी चाहिँ खेल्यौँ रमाइलो गऱ्यौँ है अब एकदम आनन्द छ यहाँ बस्यो भने बस्या हुन्छ तल मैले खाजा नि किनेर लग्नु पर्नेछ गाउँको सबै हरेक घरबाट चाहिँ एक-एकजना गएर चाहिँ सबै मिलेर चाहिँ बाटो सफा गर्नुपर्छ अनि मैले चाहिँ खाजा लग्दिनु पर्नेछ धेरै बेर बस्नु मिल्दैन सो आजको भ्लग यति नै थियो आजको भन्दा नि 3 दिनको भ्लग यति नै थियो कस्तो लाग्यो कमेन्ट गर्नु अनि राम्रो लाग्यो भने लाइकहरू गरिदिनु होला यस्तो गर ल थम्स अप देऊ
धन्यवाद भन ल बाई बाई